बिस्तारै हिँड्नु समाउनु पर्छ अब हेर्न त त्यसो भए गरेर गएको छ समाउनु पर्छ होइन डर लाग्छ होला भो बाबु म एक्लै जान्छु तिमी आएर भिजे त तपाईँ जान्नु नि त हँ? यसरी बिस्तारै है अनि झोला लेखा त ल्याछ बिस्तारै है पानी माथि माथि हेरिदिनु पऱ्यो के केही फरक पर्दैन भिडियो बनाउनु लाग्यो भिडियो नै हुँदैन हाम्रो घर जाने बाटोहरू यस्तो छ कि माथि पुग्नुपर्छ गाह्रो छ हामी रोड तरेर आएको त्यो पारी गाडी हिँडिरहेछ यार केमा घर यता हो हाम्रो उतै माथि गाउँतिर यो 5 किलो पुल तरेर भने के 5 किलो पुल तरेर आएको नदी छ यी के भन्छ त्रिशुली नदी फोकस पनि भएन गाह्रो छ जिन्दगी गाउँले जिन्दगी हिँड्दा हिँड्दा मर लागिसके बाबाको जन्मथलाको ठाउँ बाबाको जन्मथलाको ठाउँ हो सही त हो त्यो पाहाडमा छ अनि पसिना पसिना भइरहेछ के अरे भन्छ जाडो महिनामा पनि पसिना आएर छ हौ अब घाम लागेछ त अनि हिँड्नु परेछ त सही हो वर्षको एकचोटि आउने हो तर पनि गाह्रो छ हजुर के अरे हामी त्यो माथि पुग्नुपर्छ है मैले यहाँ भिडियो बनाएर कि माथि पुग्नुपर्छ अहिले हामी आधी बाटो आइपुग्यो त आधी बाटो आइपुग्यो होला है आधी बाटो आइपुग्यो 4 दिन 4 दिन भयो यस्तो छ कि बाटो छ भरि सुरु भयो होला नि त गाउँहरूको बाटो यस्तै त हो नि अफ रोड हिउँदोमा खाने के भन्छ बर्खामा भाँसिएर बिग्रिन्छ खैरिनीबाट आउने यो अब यो बाटो ए मुक्लिम ए आज चाहिँ हाम्रो के भन्छ भाइ पूजामा जानु लाग्यो है गाइजहरू भाइ पूजा हाम्रो कुल पूजा नै भन्छ होइन हिनाजु मलाई थाहा होइन कि अहिलेसम्म भाइ पूजा भनेको पितृ पूजा हो होइन अनि कुल पूजा चाहिँ कसरी गर्छ त नि त्यो त अहिलेसम्म गरेको छैन जस्तो लाग्यो कि मलाई होइन त्यही भएर ए र हाम्रो त त्यस्तो चलन छ है पहिला जमाना गरेको रे अहिलेसम्म कुल पूजै गरे होइन मलाई थाहा होइन त्यस्तो कुरा त भिनाजुहरूले भन्नुभएको है कुल पूजा भनेको नुहाइलाई चाहिँ कुल पूजा भनिन्छ कि ए हो र ए यो कुल पूजा हाम्रो चेपाङ जातिको तर त्यो पूजा भनेको तपाईँले भनेको पितृ पूजा तर त्यो नुहाङ्गी भने त नयाँ वर्षमा त्यो फलहरू फलिन्छ नि हो त्यसलाई पो भन्छ होइन र हो त्यही हालेर अँ आफ्नो चाहिँ त्यो उसले आफ्नो गुरु चाहिँ कुकुर छ त्यसलाई जम्मा गरेर दिन्छन् क्या दिनेहरू ए हेर गाइजहरू यस्तो बाटो हिँड्नुपर्छ हामी गाह्रो छ गाउँले बाटो के गर्नु यस्तै ठाउँमा जन्म भयो यस्तै ठाउँमा हिँड्नु पर्यो हाम्रो नारायणगढ मुगलिन सडकको बाटो त्यो छ त्यहाँदेखि हिँडेर हामी यहाँ आइपुगिसक्यौँ है नदी तरेर त्रिशुली नदी तरेर हामी यहीँसम्म आइपुगिसक्यौँ के अरे ए यति खोलखोला त्यो पनि ठिकै छ यो बाटो पनि जसरी पनि माथि त पुग्ने नै हो
अझै पनि लाग्छ होला है 2 घन्टा जति लाग्दैन हामीलाई माथि पुग्नुलाई यता जे कति 1 घन्टी 2 घन्टी 3 घन्टी 4 घन्टी कति 1.5 घन्टा 2 घन्टा त लाग्छ होला माथि पुग्नुलाई 1.5 घन्टा लाग्छ त्यति लामो बाटो हिँड्नुपर्छ उफ, गाह्रो छ यतातिर खोइ भयो त्यस्तो नभनौँ है यस्तो बाटो हिँड्नुपर्छ छ्या माइ गॉड लड्यो लड्यो हे भगवान् हाम्रो भिनाजुहरू त्यहाँ हुनुहुन्छ यस्तो भिरको बाटो हिँड्नुपर्छ कि गाइजहरू है त्यहाँ हाम्रो साथीहरू पनि आउँदैछ है तल्लो बाटो यस्तो छ कि के भन्छ नारायणगढ मुगलिन सडकको बाटो त्यो त्यहाँदेखि हामी यहाँ माथिसम्म आइसक्यो यहाँसम्म आइसक्यो कसैले मर लाग्यो हेर गाउँघरको बाटो यस्तो छ गाइजहरू हामी यस्तो बाटोमा हिँड्नुपर्छ गाह्रो छ गाउँले जिन्दगी उकाले ओह्राले गरेरै जाने भयो यस्तो एक्लै हाँस उठेछ कि म त फेरि योसँग त मेरो 3 पटक हो यहाँ आएको अहिलेसम्म तर पनि बाटो चाहिँ अहिलेसम्म भएको छैन कि 3 वर्ष भयो 1 वर्षको फरकमा आएको यस्तो छ क्या अहिलेसम्म बाटो यस्तो छ गाइजहरू लो 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 हे भगवान् कसले कुखुरा काट्यो हो कि घाउ भाउ त्यहाँ लडेर यस्तो छ यार गाइजहरू बाटो यस्तो छ हो त्यो माथि टावर छ त्यो पाइप फुट्यो होला कतै पानी निस्किने ठाउँ जस्तो पनि छैन होइन हेर यस्तो ठाउँमा यहाँ बिचमा पानी झरिरहेछ कि त्यो पनि हो सायद हे बाबा गाह्रो छ हेर यस्तो बाटो छ यार ऊ त्यो गएन भनेर जान्छ यो वाला यस्तो गाह्रो यार ल हिँड्नु समाएर हिँड्नुपर्छ है त्यहाँ त यस्तो छ चिप्लेला त्यहाँबाट समाएर है अहिले लट्ठी साथी भाँचेर बोक्ने त्यो गाडीमा नि राम 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 ए भगवान् थत्तेरिका के बित्ति गर्मी यार यस्तो डाँडा आमामा हेर्दा त यस्तो रमाइलो छ है तर उकालो चढ्नु चाहिँ गाह्रो नारायणगढ मुगलिन सडकको बाटो वहाँ पुग्नुपर्छ यार के भन्नु हो यो त खर्च मात्र हो कि जति खाने हुने यस्तै हो बगेर जान्छ अनि त्यो के भन्छ ढलान गऱ्यो भने मात्र हो केही नहुने
ढलान गर्नुपर्छ कि ढलान न त काम लाग्दैन ढलान गऱ्यो भने यस्तो तलबाट यस्तो जान्छ अनि के काम हिँड्नै त छैन किन? बजेट मात्रै सखात बजेट यसमा चाहिँ हामी यताबाट यताबाट घुम्ने हो नि त होइन यो त यसरी पनि आएको खोल्यो के चाहिँ हो जाने बाटो कहाँ जाने कताबाट यताबाट हो तेर्छ नि फोकस गर्दा नाम नै आउँदैन ब्रान्डो भन्दा मुनिलाई नि झारखण्डी भन्छ होइन होइन खालको पानी भएको बरनाउँदा मुनि गएकोलाई त्यो उता माथि ढाडगाउँ भन्छ ढाडगाउँ त चिज हो कतालाई हो झारखण्डी भन्छ यहाँ माथि पुग्नुपर्छ यार खोइ कुनै कताको गाउँलाई झारखण्डी भन्छ के अरे गाउँको नाम झारखण्ड मैले नि यो ब्रालुमा सुने हो पहिला पहिला यो ब्रालुमा दुर्सानी भाइ गरेर आउँछ नि त त्यो सुने हो एउटा कुरा सोध्नु मन लाग्यो कि मैले यो खोला गाउँ रहनुको कारण खोला अनि गाउँ खोला खोला गाउँ नाम रहनुको कारण चाहिँ के दुईपट्टि खोला खोला भाले खोला आउनु ए ए ए हाम्रो हाम्रो गाउँको नाम चाहिँ खोला गाउँ हो कि त्यही भएर सोधेको थाहा नभएर सोध्नु पऱ्यो नि त थाहा नहुनु पऱ्यो यो खोला त आफ्नो कुरा त ट्राक खोला नि भन्छ के खोला रे ट्राक खोला के अरे ट्राक खोला ए ट्राक खोला राम्रो होइन नि त्यो खै होला सुने हो सुन्नु त हो यो खोलामा त्यसै भन्छ ल नो प्रब्लम त्यसमा खोलाको नाम पनि यहाँ फरक फरक छ त्यही भएर के अरे ट्राक खोला अरे यो त हाम्रो गाउँको के अरे हाम्रो बाबुबाजेको जन्मथलो चाहिँ यतातिर हो कि बाबा यहीँ जन्मे बाबा यहीँ जन्मेको मम्मी नि यतै जन्मेको त मम्मी हेलो हाम्रो मम्मीको माइती माथिलाई छोडिन त ए ए मलाई थाहा छैन है यताबाट जाँदा नि हाम्रो बाजे त ए ए ए यहाँबाट कोयल घारी गयो उम्, कोयल घारी आमा यहाँ जन्मेर कोयल घारी गयो कोयल घारीबाट बल्ल आले बिहा भएको हाम्रो आमा ए ए ए त्यो जमानाको कुरा कहाँ थाहा हुन्छ क्या हाम्रो बाउ नि यहीँ जन्मियो अनि भारलाङ गयो भारलाङबाट कोइला सारो आले आइबस्छ भारलाङ भन्ने नाम पनि आयो रेकर्ड गरिरहेको कि यहाँ सानोतिनो भारलाङ भारलाङ काकाको घर भारलाङ काका हाम्रो बाउलाई सबैले भारलाङ कान्छै भन्छ अँ भारलाङ कान्छ प्रायः जस्तो आधा भाडा मान्छेले भारलाङ कान्छ भने चिन्छ अनि उता के अरे कोलारको मान्छेले गुरुङ कान्छ भनेर चिन्छ कविलासतिर चेपाङ कान्छ भनेर चिन्छ 3:30 हिँड्दैन हाम्रो यताको मान्छेले फेरि सारी कान्छ भनेर चिन्छ र हाम्रो बुवाको नाम के अरे चारवटा नाम भएन चारवटा भारलाङ कान्छ सारी कान्छ अँ चेपाङ कान्छ गुरुङ कान्छ गुरुङ कान्छ हेर एउटै मान्छेको नाम चार छोरीको नाम चारवटा नाम फरक फरक ठाउँमा फरक फरक नामले चिनिने कोलार गयो भने गुरुङ कान्छ भने सबै प्रत्येक र कोलार कता कता ए हाम्रो दाजुभाइहरू त कता कोलारतिर नि छ अरे भने होइन त्यो कान्छा दाइले भनिरहेको थियो कि के अरे पछि बायु पुज्नु पऱ्यो भने चाहिँ कि त के अरे कोलार जानुपर्छ अरे कि त के हो अरे निर्गु कि निर्भु हो त्यहाँ जानुपर्छ अरे भनिरहेको थियो र हाम्रो युक्रा ठुलो कता छ हो कता ए ए ए युक्रा ठुलो भनेको तखैरी माथि हो बसेको त निर्गु त डमौली हो डमौली माथि निर्गु खैरेनी माथि थियो युक्रा ठुलो त पनि त्यहाँ जाति भन्थ्यो गाउँको नुहाउने मैले त युक्रा ठुलो पनि देखेको छ छैन होला नि छोराहरू होला कता हो कता ठाउँ अनि त्यो निर्गु भन्ने ठाउँ चाहिँ कस्तो छ होला है निर्गु मतलब ठाउँ चाहिँ कस्तो छ होला नि छ होला नि पाचक
पाचक ए हजमलाई भन्नुभयो होला तपाईँले हजमलाई चक्लेट मसँग छ त अहिले दिउँला ए त्यो चक्कीवाला ए ए होइन त्यो हजमलाई चक्लेट चाहिँ मैले ल्याएको छु वहाँ पुग्नुपर्छ यार माइ गड अझै पनि 1 घन्टा समथिङ लाग्छ होला अनि भाइ चाहिँ के गर्छ नि ए पढ्दै हो कतिमा ओ 8मा ल ठिक छ कति वर्ष पुग्यो भाइ म ठ्याक्कै 14 वर्ष 14-15 वर्ष म त सानै थिएँ जस्तो लाग्छ यार उता काठमाडौँ जाँदाखेरि अहिले हल्का फुल्का तन्केर यति हे भगवान् यो माथि गोलबार निस्किन्छ नि सानो तिनो खोला तर्दै ठिक परिरहेको छ हामीलाई त सरी मुखमै आयो आउँछ के गर्नु बानी भइसक्यो हाम्रो चेपाङ भाषा सुनौँ है के भन्यो मैले त केही पनि बुझ्दैन चेपाङ भएर पनि यस्तो बाटो हिँड्नु परेछ आमामा गऱ्यो भने तपाईँ आफ्नो यस्तो ठाउँमा छ है गाइजहरू हाम्रो के भन्छ बाजे बजेको जन्मथलो ए त्यही टावरको नजिक होइन है ए त्यतैतिर पर्छ होइन हुन त 1 वर्ष भयो आएको त्यही हो हल्का फुल्का देखाइदिउँ न टाढो बनिगयो कि यहाँ टाढो बनेको नि ठुलो टाढो र मैले त टाढो देख्दैन के काम के देख्दैन पारी पुगेपछि फेरि तातो हुन्छ फेरि कता पारि त्यो माथि ए हावा चल्दैन होला नि त त्यहाँ माथि त चल्दैन यहाँ त बेस ओ भन्छ ओ छिटो आउनु है हाम्रो के भन्छ गाउँ पुग्ला है अनि दुईटा छोरा दुईटा छोरीको हो मान्छे त भाग्यमानी त रहेछ नि त यार 4 कति 5 जना भइसक्यो छोरा भयो एउटा एउटा गर हामी पुग्दैन होला यार पुग्छ हो पुग्छ सबै बजारतिर कालो उल्टा भनेको छु बाबा माइत हिँडेकै गाइजहरू हामी माइत त होइन यस्तो पुल तर्नुपर्छ यी खोला गाउँ भन्ने ठाउँ है गाइजहरू यो खोलै खोला छ त्यहाँ हाम्रो माथि गाउँ हो यस्तो ठाउँमा छ के हाम्रो के भन्छ बाबुबाजेको जन्मथलो यता पनि खोला छ अनि यता पनि खोला छ त्यही भएर खोला गाउँ भनेको है यो ठाउँलाई अनि कादुरीले बनाएको मान्छेको नाम ए संस्थाको नाम ए ए ए भाडीको 300 रुपियाँ किनेको भैँसीलाई गुरुलाई 300 रुपियाँ तिरेर पराल खुवाउने त्योभन्दा त हरियो घाँसै खुवाएको राम्रो होला नि होइन पछि काम लाग्छ नि त पराल बर्खाकोमा ए किनेर त्यो बर्खाको लागि राख्नु लाग्यो ए त्यो पनि सही हो चैते पैसा लाग्यो ए त्यो बेलामा ए अँ ए ए हेर गाउँले जीवन यस्तो छ है गाइजहरू चैत वैशाखको लागि अहिले नै पराल किनेर राख्नु लाग्छ यो तल तल चाहिँ खेत हुन्छ है त्यो माथि हाम्रो ठाउँतिर चाहिँ हुँदैन है गाइजहरू के पसलबाट जाने यताबाट जाने जाउँ न यताबाट तपाईँ हुन्छ
हो यताबाट कान्छाको लाल त यति सुन्दर छोडेर जान्छ कि नभए त्यहाँ बसेर अनि दिदी त्यहाँ बसेर दाजुहरू त्यहाँ आइहाल्छ अनि भरै एकै ठाउँमा सजिलो हुन्छ कि ल उसो गर्दाखेरि होइन र यति चुरचुर गर्नुभन्दा हाम्रो दिदी लट्ठी टेकेर हुनुहुन्छ आँखा देख्नुहुन्न त्यति के गर्ने हामीले बोक्ने त सारासुली बोकिसक्यो नि त यस्तै छ यस्तो हो त्यो पारि चाहिँ त्यो के भन्छ नारायणघाट मुगलिङ सडक छ है अघिदेखि मैले धेरैचोटि भनिसकेँ के कार्यक्रम थियो र ए अर्को साल त म पनि आउँछु है त्यो नङ्गीमा त्यो 5 टुका गाँठेर क्या यसपालि अर्को आउने उमा ए म पनि आउँछु तपाईँ गयो भने म पनि आउँछु तर मलाई पो बिदा हुन्छ कि हुँदैन बिदा त हुन्छ बिदा पाइन्छ मैले पनि तर लिएन यसपालि त हेर गाईजोरी माथि पिछे है हामी हिँडेर तल्लोबाट यस्तो छ पाहाडको बाटो जाडो महिना छ तर पनि यस्तो उकालो हिँड्दाखेरि यस्तो गर्मी भइरहेछ कि जित्यो नि काली खोलेको जित्यो यार मकन त्यताको त मान्छे त अलि ट्यालेन्टेड त होला नि त नि मकनपुरको मान्छे ढ्याङ्ग्रो बजाउनमा ट्यालेन्टेड छ अरे त्यतैतिरको यसो हेर्न आउनु पर्ला त्यतातिर ढ्याङ्ग्रो बजाउन आउने मान्छेहरूको यसो चेलीबेटीहरूको छ यसो भनिदिनु पऱ्यो गाइजहरू ए सरी यस्तो उकालो हिँड्नु नसक्नु भइसक्यो म ढ्याङ्ग्रो बजाउने आउने मान्छेहरूको चेलीबेटी हेर्न आउनुपर्छ त्यतातिर तर मलाई आउँदैन है ढ्याङ्ग्रो बजाउनु त फेरि नम्बर छ ए त्यत्रो मोटी त के काम फेरि यार सरी मलाई त्यति मोटी पनि मन पर्दैन फेरि उकालो हिँड्दा गाह्रो हुन्छ है मोटी भयो भने फेरि यसरी यस्तो उकालो हिँड्नुपर्छ ए हो पाहाडकै मान्छे काम गर्ने अरे यसो फनीको लागि भनेको कि बुद्ध चोक थाहा छैन बुद्ध चोक कता हो अह म हिँडडुल गर्दिनँ 24 गतिदेखि ठ्याक्कै त्यो मौलिकालिका हस्पिटल हो त्यहाँदेखि ठ्याक्कै योगीपुरी हो त्यति हो हिँड्ने डुल गर्ने उकालो हिँड्दा मर लाग्यो यस्तो ठाउँमा छ यार हो भने बाबुबाजेले यस्तो ठाउँमा ल्याइरहेको थिएँ हेर न अहिले बाजे त कस्तो थियो थाहा भएन केही पनि थाहा छैन नि हाम्रो घर त त्यो डाँडातिर पर्छ क्या हो त्यो टाढा देखाएको छ नि पर्थ्यो त्यतातिर तर बाबुबाजे घर यतातिर हो जन्मथल चाहिँ त्यतातिर हो कि मेरो त्यो पहाडी यहाँबाट के ठाउँको नाम के अरे आले डाँडा भन्नु भएन हो त्यो कविलास हो त्यतातिर के यता त्यो मुगलिन नारायणघाट सडक त्यहाँ छ है गाइजहरू यस्तो ठाउँमा छ अहिले चाहिँ कति बज्यो भने हाम्रो 5:30 हुनु लाग्यो 5:30 हुँदा यस्तो छ है सिनहरू ए बाबा गर्मी ल हाम्रो भाउजू घर पनि आइपुगेँ बाई बाई गाइजहरू